साथी नमस्ते। ल हेर्नु है साथी हो, मैले यहाँ आलु, टमाटर, प्याज, धनियाँ, आटा यो तीनटा चीज मैले ट्राई गरेको साथी। अहिलेको मैले देखाउन सकिनँ, सरी है साथी हो। तपाईहरुको छोराछोरीले पनि खाजा दिउँसो बनाउनु आलु र के भन्छ अरे आटाको यो कस्तो हुँदो रहेछ मैले यो सुनेको चाहिँ थियो साथी। ट्राई गर्न पर्यो भनेर मैले बनाउन खोजेको। अलिअलि राम्रै भएको जस्तो लागेर मैले भिडियो गरेको छु साथी हो। तपाईहरुको फ्यामिलीलाई पनि यो चाहिँ रेसिपी खुवाउनु है। हजुरहरुले राम्रो लाग्यो मलाई त। यदि तपाईहरुले पनि यो राम्रो लाग्यो भने कमेन्ट गर्नु, यो म सिकाइदिन्छु। मैले पनि भर्खरै यो सुनेको भरमा मैले सिकेको साथी। तर एकदमै राम्रो हुँदो रहेछ यो। प्याका रोटी जस्तै हुन्छ तर एकदम राम्रो हुँदो रहेछ। खाँदाखेरि टेस्ट कति खानुहुन्छ तपाईले नुन त्यही अनुसार राख्नु। धनियाँ आलु दुईटा, प्याज कति खानुहुन्छ तपाईहरुले त्यही अनुसार बनाउनु। यो बेसरी मिठो होला जस्तो लागेछ साथी हो। मैले खाएको त छैन, भर्खर बनाउँदैछु। यो खाएपछि यसको टेस्ट कस्तो हुन्छ म तपाईहरुलाई फेरि रिप्लाई गर्छु। एकछिनपछि म यो साट्छु र यो तपाईहरुले यो घरमा चाहिँ बनाउनु राम्रो हुन्छ साथी। बाहिर गएर चाउमिन, पिज्जा, पानीपुरी, चटपटे खानुभन्दा हेरी यो रेसिपी बनाएर खानु। आटा जसको घरमा पनि हुन्छ, के अरे धनियाँ जसको घरमा पनि हुन्छ। अनि प्याज, नुन, टमाटर कति खानुहुन्छ तपाईहरुले त्यो अनुसार चाहिँ 1 कपको बनाएको मैले। मेरो फ्यामिली थोरै भएको भएर, हामी थोरै फ्यामिली भएको भएर मैले 3टा 4टा मात्रै बनाउन खोजेको साथी हो। तर यो बनाउँदै जाँदा धेरै भयो। आलु चाहिँ मेरो 3टा डल्ला बढी भइन्छ, सानो सानो। यसरी बनायो भने मिठो हुँदो रहेछ। पोल्दाखेरि हेरी यस्तो हुन्छ साथी हो। तपाईहरुले पनि यो रेसिपी बनाउनु। हेर्दाखेरि यस्तो कक्रक्क हुँदो रहेछ। त्यसलाई केही हाल्न पर्दैन है साथी हो। तपाईहरुले घिउमा खानुहुन्छ कि सनफ्लावर तेलमा खानुहुन्छ। सनफ्लावर तेलमा चाहिँ नबनाउनु, यो घिउमै मिठो हुन्छ यो रेसिपी। के अरे बनाउनु र चाखेर खानु। हजुरहरुले यो बनाएर मिठो भएन भने मलाई कमेन्ट गर्नु साथी हो। मैले त एकचोटि ट्राई गरेको हो, फर्स्ट टाइम ट्राई गरेको छु यो साथी हो। तपाईहरुले पनि यो बनाउनु, एकदम मिठो हुँदो रहेछ। पोल्न नि सजिलो, त्यो कटिङ गर्नलाई अलिक गाह्रो हुँदो रहेछ भन्नु मेरो साथी हो। तर खासै हामी किचनमा बस्नेहरूलाई सजिलो नै हुन्छ। तपाईहरुको छोराछोरीले अब स्कुलबाट आउने, अफिसबाट बिहान अफिस जाँदा खाजा लिएर जानु पर्दाखेरि यस्तो बनाएर लिएर जानु। बिहान एकदमै सजिलो छ यो बनाउन साथी हो। मैले